नमस्कार 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 माइला दाईको तर्फबाट नमस्कार सबैजनालाई। त्यही त नि आज विशेष म चाहिँ तपाईहरुको माझमा आएको छु र अब हामीले अलि छिटै नै यो बिग म्याचको चाहिँ घोषणा पहिले नै गरियो हैन। अब त ठ्याक्कै 1 महिना रह्यो। अब जुन 15 नेपाल टाइम 8:45 8:45 जाँदा अब जापानको 12 बजे हैन। मलेसिया 11 हुन्छ होला। कोरिया चाहिँ अब 12 बज्छ। तपाईको अनि युके अमेरिका अब अमेरिकाको 11 हुन्छ कि बिहान मर्निङ हैन। अनि अस्ट्रेलियाको लगभग 1 क्यानाडाको कति हुन्छ त्यो सबै चाहिँ अन्त देशको पनि सबैले चाहिँ नेपाली टाइम अनुसार मूल्याङ्कन गरेर सबैजना त्यस दिन सम्पूर्ण हाम्रा नेपाली टिकटक जगतमा दाजुभाइ दिदीबहिनी सम्पूर्ण मेरा प्यारा मित्रहरू र सम्पूर्ण हाम्रा टिकटक चलाउने हाम्रा नेपाली दाजुभाइ समस्त होस्ट गिफ्टर सबैजना सहभागिता जनाइदिनु होला। बाँकी हजुरहरू सहभागिता जनाइदिनु पर्यो। बस मलाई त्यति चाहिएको। बाँकी ये हो भन्ने कुरा हैन। आफू बिग्रन भएन। तपाईहरु आइदिनु होला। आफू बिग्रेर चाहिँ नपर्यो तपाईले ऋण काटेर हैन। अनि तपाई चाहिँ नपर आफ्नो परिवारलाई चाहिँ पैसा नपठाएर तपाईहरु दुखमा भएर मलाई नजिताउनु होला। तर तपाईले आफ्ना परिवारलाई पनि पालेर आफ्ना समस्या हुँदैन भनी तपाईसँग समस्या नभइकिन आइदिनुस् अनि ट्याप ट्याप गर्दिनुस्। सक्दो सपोर्ट गर्दिनु होला। त्यही भन्न चाहन्छु। र अहिले पनि हामी धेरै भन्दा धेरै भ्युअर्स पनि बनाउनु पर्छ र राम्रो तरिकाले हामीले जित्नु पनि पर्छ। म अझैसम्म पनि जापानको र्याङ्किङमा पुगेको छैन हैन। अब नेपाल हाम्रो जापानको आइडी भएको हुनाले यहाँको र्याङ्किङ छ। मैले कतिचोटि ट्रायल गरे 2टा 3टा बिग म्याच भइसके एक पटक म र्याङ्किङमा 1 नम्बरमा पर्न सकेको छैन। 4 मा 5 मा कतिमा परिएको छ। तर अहिले सम्भव भएसम्म त्यो परिएछ भन्ने 1 मा परिएछ भने त्यो पनि राम्रो भयो हैन। रमाइलो पनि हुन्छ। त्यही हो। म पनि तपाईहरुका हजुरहरु सम्पूर्ण टिकटक हाम्रा दाजुभाइ दिदीबहिनी हाम्रा मित्रहरुले तपाईहरुले राखेको बिग म्याचमा मैले चिने जतिको मैले थाहा पाए जतिको मैले सम्भव हुने जति म रातभरि जागृत बसेर पनि तपाईहरुलाई भ्युअर्स दिएको छु। आएर सकेको गिफ्ट पनि हानेको छु हैन। त्यसै कारणले हजुरहरुले पनि त्यो दिन नबिर्सिनु होला भन्न चाहन्छु। हस्त आउनुस् लाइभ अब।